भन्नुपर्दाखेरि विकासको कुराहरूमा अब सर्वप्रथम त तपाईँ हामीले के बुझ्नु पर्यो भने स्थानीय तहमा र स्थानीय तहको पनि वडाहरूमा बजेट एकदम तपाईँको नगरपालिकाभन्दा न्यून आउने बजेट हुन्छ। त्यसो हुँदाखेरि मैले अहिलेसम्म 3.5 वर्षको अन्तरालमा धेरैमा धेरै बजेट चलाएको भनेको 32 लाख वार्षिक, 32 लाखभन्दा छैन हैन। त्यसो हुँदाखेरि मैले विकासको कुरामा अब पहिलो कुरा त मैले आफ्नो टोललाई हैन, टोललाई चाहिँ आवश्यकता हेरेर बुझेर कहाँ चाहिँ अब कुन टोललाई बढी आवश्यकता परेको छ त्यो टोललाई हेरेर हैन, अझ तपाईको सकिएन भने क्रमगत रूपमा हैन बजेटहरू लगाइएको छ। विशेष गरेर अब मैले अहिलेसम्म हेरेको भनेको तपाईको बाटो, स्थानीय बाटो र तपाईको शिक्षालाई नै हो। अब त्यो अनुसार तपाईको बाटोले चाहिँ बाटोमा लगानी गर्दा चाहिँ अब अहिलेसम्मको यहाँको स्थानीय बुद्धिजीवी र स्थानीय अब अन्य पार्टीको दलहरूको भनाइअनुसार चाहिँ तपाईको राम्रै नै अब छ भन्ने खालको कुराहरू आउँछ हैन। त्यस्तो अब नराम्रो कुराहरू त छैन। अब शिक्षामा चाहिँ अब त्यसको अब हामीले मूल्याङ्कन गर्न सकिँदैन रहेछ जनप्रतिनिधि भएको कारणले गर्दा। बाटो अब एउटा तपाईको त्यसको शाखा फरक भएको कारणले गर्दा ठ्याक्कै त्यसको चाहिँ मूल्याङ्कन हामीले गर्न नसकिने रहेछ। तर पनि केही न केही सुधारहरू चाहिँ पहिलेको भन्दा छ भन्ने लाग्छ। स्वास्थ्यमा गए स्वास्थ्य हाम्रो दुईटा छ। तपाईको एउटा यही हाम्रो के अरे वडा कार्यालय छेउमा छ हाम्रो, त्यसको शाखा चाहिँ तपाईको हामीले हैखराङ सामुदायिक स्वास्थ्य इकाइ चाहिँ हाम्रो हैखराङमा छ। अब त्यसो हुँदाखेरि एउटा वडामा दुईटा स्वास्थ्य क्षेत्र हुँदाखेरि यहाँको स्थानीयलाई चाहिँ तपाईको एकदम त्यसले सेवा पाइरहेको अनुभूति मैले गरेको छु हैन। अब पाइ नै राख्नु भएको छ। अब खानेपानीमा चाहिँ तपाईको व्यापक रूपमा समस्या हो। तपाईको हाम्रो साबिक 3टा वडाले बनेको वडा हो यो 8 नम्बर वडा। साबिक 7, 8 र 9 वडाले चाहिँ बनेको एउटा 8 नम्बर वडा हो। त्यसो हुँदाखेरि साबिक 7 र साबिक 8 र साबिक 9 को चाहिँ तपाईको 80-90 घरधुरी सङ्ख्यामा र चाहिँ तपाईको 7 र 8 साबिक 7 र 8 चाहिँ एकदम व्यापक रूपमै समस्या छ। अब गाउँपालिकाले हात्तीगौँडे खानेपानी तपाईको डिपिआर गरेर काम पनि हुँदैछ र 8 नम्बर वडाको लगभग 200 घरधुरी सङ्ख्यामा चाहिँ धारा र तपाईको मिटर बक्स जडान गरिसकेको छ। मिटर जडान गरिसकेको छ र अब त्यो भा ढिलो हुन्छ भनेर हामी वडा र तपाईको गाउँपालिकासँग सहकार्य गरेर यहीँबाट पनि तपाईको कालीमाटी खानेपानीबाट कालीमाटी लिफ्टिङ खानेपानी पनि हामीले चाहिँ काम सुरु गरिसकेको छौँ। लगभग 40% काम सम्पन्न भइसकेको छ। अब यो पल्ट हामीले त्यो समिति मार्फत गर्नुपर्ने भएको कारणले गर्दाखेरि यो पल्ट हामीले लगभग काम गरियो भने 80% काम हुन्छ। बाँकी अब त्यो बजेटले पुग्यो भने पुगेन भने पुग्न त पुग्दैन, 80% काममा पुग्दैन। अब भएछ भने गाउँपालिकासँग सहकार्य गरेर हिउँदे अधिवेशनबाट त्यसलाई यहीपल्ट कम्प्लिट गरौँ भन्ने खालको माथि गाउँपालिकासँग सल्लाह चाहिँ भइरहेको छ। हेरौँ त्यसले कतिको नतिजा प्राप्त गर्छ। हाम्रो के अरे दिङलापुक स्वास्थ्य आधारभूत केन्द्रमा चाहिँ तपाईँको बर्थिक सेन्टर छ। अब यो
त्यति मात्रै नभएर हाम्रो 9 नम्बर वडामा पनि छ। यदि यहाँको कर्मचारीले सक्नु भएन भने, यहाँको स्टाफहरूले सक्नु भएन भने हाम्रो नजिकै 9 नम्बरमा पनि छ, अथवा यही नै पनि छ हाम्रो। सम्पूर्ण तपाईँको जोडिएको टोल बस्तीहरूमा चाहिँ अहिले पनि तपाईँहरू जान सक्नुहुन्छ। बाटो हाम्रो यही तरिकाको छ। तपाईँको अहिलेसम्म कुनै पनि अब स्थानीय बुद्धिजीवी या चाहिँ स्थानीय स्तरको चाहिँ तपाईँको कुनै पनि समुदायले चाहिँ अब त्यस्तो नराम्रो महसुस चाहिँ गर्नु परेछ। अप्ठ्यारो, नराम्रो भन्दा पनि अप्ठ्यारो, बाटोको लागि चाहिँ अप्ठ्यारो महसुस गर्नु परेको छैन अहिलेसम्म। एकदम गाह्रो काम। म जब निर्वाचित भएर आइरहँदाखेरि मेरो आफ्नो अनुभव हेर्दाखेरि तपाईँको अध्यक्ष ठुलो जस्तो देखिने, तर काम एकदम तपाईँको तलसम्म गर्नुपर्ने भएको कारणले गर्दाखेरि र सबै जनालाई खुसी पार्न नसकिने ठाउँ र तपाईँको सबैको गाली खाने ठाउँ तपाईँको वडा अध्यक्ष हो। तपाईँको जुनसुकै स्थानीय तहको कार्यपालिका भनौँ या चाहिँ तपाईँको चाहिँ नगर प्रमुखहरू, उपप्रमुखहरू, गाउँपालिका प्रमुखहरू, उहाँहरू पनि यही वडाले चाहिँ जिताएर पठाउनु भएको होइन, यही वडाको मतदानले चाहिँ जिताएर पठाउनु भएको। उहाँहरू चाहिँ अब माथि कार्यपालिकामा, नगरपालिकामा बस्नु हुने भएको कारणले र यहाँको जनतासँग चाहिँ नजिक त्यति धेरै नभएको कारणले गर्दाखेरि वडा अध्यक्ष तपाईँको सुन्दाखेरि एकदम कस्तो माथि जस्तो देखिने, तर काम चाहिँ तपाईँको काम यहाँको गाली। अब आज पनि म बिरामी छु, तपाईँको म बिरामी हुँदाहुँदै पनि यहाँको हाम्रो स्टाफहरूसँग, कर्मचारी साथीहरूसँग सल्लाह गरेको थियौँ। अब त्यहाँ तल चाहिँ हाम्रो कृषि प्राविधिक सरलाई नजारी नहुनु भएको कारणले गर्दाखेरि अब त्यहाँ खबर गरिएको थियो। गएन भने अब त्यहाँ म गइनँ र कर्मचारी मात्र पठायो भने यो वडा अध्यक्षले ढाट्यो, यो वडा अध्यक्षले हामीलाई चाहिँ मानेन, गनेन, हाम्रो अगाडि अब यिनीहरूलाई भोट दिएर जिताएर गयो, अब यो हाम्रो गाउँमा आउँदैन होइन तपाईँको। र वडा अध्यक्ष पनि एउटा तपाईँको यो देश र यो वडाको र चाहिँ यो टोलको नागरिक हो। हामीले पनि जिउनुपर्छ, हामीले पनि आफ्नो परिवारहरू पाल्नुपर्छ, हामी पनि व्यवहारी हुनुपर्छ, तर त्यो खुलेर गर्न सक्दैन तपाईँको। यदि जो इमान्दारी जनप्रतिनिधि, जो वडा अध्यक्ष छ, तपाईँको हामीले व्यवसाय पनि गर्न सकिँदैन। त्यसो हुँदाखेरि दिनरात अब हामीले यहाँकै वडाको मैले त तपाईँको शनिबार होइन, अन्य चाडबाडको बेलामा पनि कुनै अब व्यक्तिहरू इमर्जेन्सी कामले आउनुभएको छ भने म शनिबार पनि भन्दिनँ होइन। अब जस्तै हाम्रो चाहिँ तराईसँग नजिक भएको कारणले गर्दाखेरि चाडबाडको बेलामा चाहिँ तराईतिरको मान्छेहरू चाहिँ यता गाउँघर आउनु हुँदाखेरि उहाँहरूको केही न केही समस्या, जग्गा जमिन होइन, उहाँहरूको जन्मदर्ता नागरिक र चाहिँ तपाईँको हरेक सेवा यहीँबाटै लिनुभएको कारणले गर्दाखेरि उहाँहरू चाड पनि मनाउने र चाहिँ तपाईँको आफ्नो काम पनि स्थानीय स्तरमा चाहिँ आफ्नो काम पनि गरेर जाने, डकुमेन्टहरू बनाएर जाने भन्ने खालको तरिकाले आउनुभयो भने म चाडबाडको बेला पनि खोलेर उहाँहरूलाई काम गरिदिने गर्छु। त्यसो हुँदाखेरि एक किसिमले ठिकै पनि हो, जनताको काम गर्न पाउँदाखेरि होइन, सबैसँग घुलमिल भएर, सबैसँग चिनजान भएर काम गर्न पाउँदा एक किसिमले खुसी नै हो। तर पनि कसै न कसैबाट चित्त दुखाइ गर्दाखेरि भाष्य उहाँहरूबाट चाहिँ कम्प्लेन तपाईँको एकदम भल्गर किसिमको चाहिँ तपाईँको चाहिँ कमेन्टहरू आउँदा चाहिँ दुःख लाग्छ।